आजको यस भिडियोमा हामीले सिक्नेछौँ सजीवहरूको वर्गीकरणको अवधारणा, वर्गीकरणको परिभाषा र महत्त्व, दुईपदीय नामाकरण प्रणाली अर्थात् बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर र साथमा जिनस र स्पेसिसको अवधारणा। यी सबै कुराहरू अध्ययन गरिसकेपछि हामीलाई कक्षा 10 मा सजीवहरूको वर्गीकरण भन्ने कुराहरू पढ्न सजिलो हुन्छ। पहिलो सुरु गरौँ वर्गीकरणको अवधारणाबाट। यस संसारमा अत्यन्तै सूक्ष्म भाइरस जस्ता जीवहरू छन् जसलाई हेर्न हामीले माइक्रोस्कोपको प्रयोग गर्नुपर्छ भने अत्यन्तै विशाल व्हेल र हात्ती जस्ता जीवहरू पनि छन्। यी सबै एकै ठाउँमा राखेर अध्ययन गर्न नसकिने हुँदा यिनीहरूलाई हामीले विभिन्न समूह उपसमूहमा विभाजन गरेर अध्ययन गर्नुपर्ने हुन्छ। यसैको लागि वर्गीकरण गर्नुपर्छ। ल अब हेर्नुहोस् त यहाँ केही सजीवहरू देखाइएको छ। विभिन्न सजीवहरूलाई तपाईँहरूले चिन्नुहुन्छ, पहिचान गर्नुहोस् अनि यिनीहरूलाई विभिन्न समूहमा विभाजन गर्नुहोस्। तपाईँले बनाउने समूह दुईवटा मात्र हुनुपर्छ। दुईवटा क्याटेगोरीमा राखेर यिनीहरूलाई विभाजन गर्नुहोस्। यसरी विभाजन गर्दा हामीले के पाउँछौँ भन्दा यस प्रकारको विभाजन अर्थात् वनस्पतिमा केही जीवहरू राखियो, सजीवहरू राखियो र जनावरमा पनि केही सजीवहरू राखेको छ। यहाँ हामीले गरेको के हो त भन्दा मिल्ने मिल्नेलाई एकातिर, नमिल्नेलाई अर्कोतिर, तर एउटा ग्रुपमा, एउटा समूहमा सबै मिल्ने मात्र राख्ने प्रयास गरेका छौँ। यसरी सजीवहरूलाई तिनीहरूको समान र असमान गुणको आधारमा विभिन्न समूहमा विभाजन गर्ने प्रक्रिया नै सजीवहरूको वर्गीकरण हो। यसरी हामीले यसलाई परिभाषित गर्न सक्छौँ। दुई जगत प्रणाली, टु किङडम सिस्टम, यसको प्रतिपादन कार्लोस लिनियसले गरेका थिए भने उनले सबै सजीवहरूलाई मात्र दुईवटा समूह वनस्पति र जन्तु गरेर विभाजन गरेका थिए। फर इक्जाम्पल हामीलाई लिउँ मानिस। मानिस के हो त? मानिस वनस्पति होइन, त्यसकारणले जन्तु जगतमा अर्थात् एनिमल किङडममा पर्छ भनेर मान्न सकिन्छ। वर्गीकरणको फाइदाहरू के छन् त? पहिलो फाइदा हेर्नुहोस् त, क्रम विकास सम्बन्धी तथ्य पत्ता लगाउन। क्रम विकास भनेको क्रमिक रूपमा हुने विकास, अर्थात् सजीवहरू सरलदेखि जटिलतर्फ विकास हुँदै गएका हुन्। एककोषीय ब्याक्टेरियाबाट सुरु भएर अहिले मानिससम्मको बहुकोषीय सजीवहरूको विकास भएको छ। वर्गीकरणले पनि के गर्छ त भन्दा यिनीहरूलाई सरललाई पहिलो समूहमा राख्ने, त्यसपछि क्रमशः जटिलहरूलाई अर्को समूहमा राख्दै जान्छौँ। त्यसै गरी दोस्रो, सजीवहरूको अध्ययन गर्न सहजता। सजीवहरूलाई विभिन्न समूहमा राखेर अध्ययन गर्दा, एउटा समूहको अध्ययन गर्दा ती समूहमा पर्ने सबै सजीवहरूको बारेमा हामीले जानकारी, एकमुष्ट जानकारी हुन्छ। त्यसै गरेर एउटा समूहमा पर्ने जनावरको नाम पनि मिल्दोजुल्दो नाम राखिन्छ, जसलाई हामीले वैज्ञानिक नामाकरण भन्छौँ। र सजीवको प्राकृतिक सम्बन्धबारे व्याख्या गर्न, जस्तै इक्जाम्पलको लागि मानिसको नजिकको सम्बन्ध राख्ने को हो त भन्दा हामीले के भन्छौँ त? होमिनिड अर्थात् अहिलेका चिम्पान्जी, ओराङउटान जस्ता जीवहरू छन्। यसरी हामीले प्राकृतिक रूपमा हाम्रो नजिकको सम्बन्ध कोसँग छ भन्ने कुराको व्याख्या गर्न सक्छौँ। अब एउटा तपाईँलाई प्रश्न छ, तपाईँहरूको नाम कतिवटा छ त? फेरि तपाईँले उपनाम भन्नुहोला, तर नाम लिँदा हामीले दुईवटा नाम लेख्ने गर्छौँ। धेरै जसो के हुन्छ, जस्तै इक्जाम्पलको लागि सन्तोष भनेको फर्स्ट नेम भयो, राणा भनेको लास्ट नेम। कहिलेकाहीँ मिडल नेम पनि हुन्छ, तर मिडल नेम अनिवार्य चाहिँ छैन, तर फर्स्ट नेम र लास्ट नेम चाहिँ अनिवार्य हुन्छ। हो, ठिक यसै गरेर सबै सजीवहरूलाई दुईवटा नाम दिने चलन छ र यो प्रचलनलाई बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर अर्थात् दुईपदीय नामाकरण प्रणाली भनिन्छ। यसको सुरुवात पनि कार्लोस लिनियसले नै गरेका थिए। तपाईँलाई थाहा छ मानिसको वैज्ञानिक नाम के हो त? मानिसको वैज्ञानिक नाम होमो सेपियन्स हो, जहाँ पहिलो नाम होमो जिनस हो अथवा जेनेरिक नाम हो भने स्पेसिस नाम अथवा स्पेसिक नाम भनेको यहाँ सेपियन्स हो। यी दुईवटा नामबाट मानिसको वैज्ञानिक नाम बन्छ। अब स्पेसिस भनेको के हो त भन्दा एकै किसिमका र आपसमा प्रजनन गर्न सक्ने सजीवहरूलाई स्पेसिस भनिन्छ। स्पेसिस चाहिँ सबै एउटै हुन्छन्। जस्तै मानिसको लागि, इक्जाम्पलको लागि यहाँ सबै मानिसहरू, पृथ्वीमा भएका विभिन्न थरीका मानिस छन्, तर सबै मानिसहरू सेपियन्समा पर्छन्, अर्थात् यिनीहरूले चाहिँ एक आपसमा प्रजनन गर्न सक्छन्। अर्को जिनस भनेको के हो त भन्दा नजिकको सम्बन्ध भएका स्पेसिसहरू। अब स्पेसिसभित्र पनि नजिक नजिकको सम्बन्ध फरक फरक स्पेसिस छन् भने तिनीहरूको एउटा ग्रुपलाई हामीले जिनस भन्छौँ। यसरी सबै सजीवहरूलाई जिनस र स्पेसिस गरेर दुईवटा नाम दिने पद्धतिलाई नै दुईपदीय नामाकरण प्रणाली बाइनोमियल सिस्टम अफ नोमेनक्लेचर भनिन्छ। अब केही सजीवहरूको वैज्ञानिक नाम के राखिएको छ भनेर हेरौँ। फर इक्जाम्पल जिनस प्यान्थेरा। प्यान्थेरामा के पर्छ त? इक्जाम्पलको लागि लिउँ, यो के हो त? टाइगर।
यसलाई के भनिन्छ त प्यान्थेरा टिग्रिस भनिन्छ प्यान्थेरा जिनस भित्रको टिग्रिस भन्ने स्पेसिस हो त्यसैगरी अर्को छ प्यान्थेरा लियो यो पनि एउटै समूहको प्यान्थेरा भन्ने जिनसको र स्पेसिस नाम के छ त लियो भनेछ लायन लियो त्यसैगरी चितुवा प्यान्थेरा पार्डस र जैगुआर चाहिँ प्यान्थेरा ओन्का यी सबै एउटै खालको अर्थात् प्यान्थेरा भनेको चाहिँ लार्ज क्याट वाइल्ड क्याट ठुला किसिमका बिरालो समूहमा पर्ने ठुला जनावरहरू यिनीहरूलाई प्यान्थेरा वर्गमा राखिएको छ त्यसैगरी अर्को हेरौँ हामी जिनस होमो अब हाम्रो पुर्खाहरूकोबाट सुरु गरौँ होमिनिड होमोमा होइन होमोभन्दा पहिलाका होमिनिड हाम्रो पुर्खाहरूको पनि पुर्खाहरू त्यसभित्र फेरि को पर्छन् त भन्दा होमो हाइबिलिस तपाईँले चित्र देख्न सक्नुहुन्छ होमो हाइबिलिस भन्ने छ त्यसैगरी अर्को छ होमो इरेक्टस यो सिधा भएर हिँड्न सक्ने भयो त्यसै होमो निएन्डरथेलिन्थिस भन्ने छ अनि लास्टमा आछ होमो सेपियन्स अब यहाँ महत्त्वपूर्ण कुरा के छ भन्दा अहिले होमो जिनसमा चाहिँ मानिस बाहेक कोही पनि छैनन् बाँकी सबै हाइबिलिस इरेक्टस निएन्डरथेलिन्थिस भन्ने यी सबै के भइसके त लोप भएर गइसकेका छन् तर पनि यिनीहरूलाई हामीले एउटा जिनसमा राख्न सक्छौँ अब यहाँ बुझ्नुपर्ने महत्त्वपूर्ण कुरा के छ भन्दा सबैभन्दा माथिपट्टि किङडम एनिमलिया है यस्तो खालको किङडम आउँछ किङडमले सबै कुरालाई समेट्छ जम्मा दुईटा किङडममा अहिले हामी पढेका छौँ त्यो दुईटा किङडममा के हो त कि त एनिमल कि त प्लान्ट होइन त्यसै एनिमलिया किङडम र प्लान्ट किङडम अथवा जति पनि जनावर छन् सबैलाई हामीले एनिमलिया किङडममा राख्न सक्छौँ प्लान्टलाई प्लान्टी किङडममा राख्न सकिन्छ त्यसभन्दा तल गयो भने के हुन्छ त फाइलम इक्जाम्पलको लागि मानिसको लागि कर्डेटा भन्ने फाइलम छ एउटा इक्जाम्पल मात्रै लिएको त्यसरी बिरुवाहरूमा डिभिजन भन्ने हुन्छ अब योभन्दा तल गयो भने क्लास छ क्लासभन्दा तल अर्डर अर्डरभन्दा तल फ्यामिली फ्यामिलीभन्दा तल गएर बल्ल जिनस आउँछ र जिनसभित्र के हुन्छ त स्पेसिस अथवा यहाँ बुझ्नुपर्ने कुरा के छ स्पेसिसहरूको समूहलाई जिनस नजिकको सम्बन्ध राख्ने अनि नजिकका सम्बन्ध भएका जिनसहरूलाई फ्यामिली र फ्यामिलीहरूको नजिकको सम्बन्ध छ भने अर्डरको क्लासको फाइलम गर्दै सबैलाई हामीले किङडमभित्र समेट्न सक्छौँ आजलाई यति नै अब फेरि अर्को भिडियोमा हामीले 5 किङडम सिस्टमको बारेमा पढ्नेछौँ धन्यवाद